ल अब ब्याकयार्डमा कर्कलो टिप्ने बेला भयो। मजाको भयो। अब कर्कलो टिपेर खाने। कर्कलो गाभा कर्कलो अब हेरेर टिप्ने। अर्को यो यता पनि भएको छ। यो त झन् मजाको भएको छ। यी कर्कलो 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 टिप्ने बेला भयो। तरकारी खाने ब्याकयार्डमा लगाएको त यसो मजाको भएको छ। यी कर्कलो गाभा चट्ट अमिलो हालेर बनाउने। लतबत पारेर यो त फल्दैछ, मजाले आउँदैछ कर्कलो पात। यो चाहिँ टिपेर खाने बेला भयो। टिपिसकेँ। मजाको भएको छ कर्कला। कर्कलो ब्याकयार्डमा यसो लगाइदिएको त पिँडालु कर्कललाई मनपर्छ। मलाई त असाध्यै मिठो लाग्छ। लतबत बनाएर अमिलो चट्ट हालेर लप्सी हुने ठाउँमा त लप्सी पनि हाल्दा हुन्छ। लप्सीको धुलो त छ। लप्सीको धुलो हालेर बनाउनु पर्ला। कर्कलो ल सबै यसलाई ताछेर काटेर रेडी गरियो। अब पकाउन रेडी भयो कर्कलो। अब म त यी लप्सीको धुलो पनि हालेर बनाउँछु। 1 चम्चा जति लप्सीको धुलो हाल्छु। हजुरहरूलाई लप्सी नहाली टमाटर हालेर मनपर्छ कि? मलाई चाहिँ लप्सीको धुलो मजाको अमिलो मिठो हुन्छ। यो मैले नेपालबाटै ल्याएको थिएँ। लप्सीको धुलो हालेर खाने। कस्तो लाग्यो? हाम्रो ब्याकयार्डको पिँडालु रोपिदिएको थियो। कर्कलो मजाको भएको छ। अब लप्सीको धुलो हाल्ने, खाने पकाएर। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।